हाई नमस्ते वेलकम टु माई युट्युब च्यानल सासा संसार। सासा संसारमा चाहिँ हजुरहरूलाई एकदमै स्वागत गर्छौँ हामी मामु छोरी चाहिँ। यो भिडियो चाहिँ मेरो छोरीको पहिलो जन्मदिनको दिनको हो र पहिलो जन्मदिनको लागि चाहिँ हामी बिहान पशुपति दर्शन गर्न जान चाहिँ रेडी भएर निस्किएका छौँ र एकछिन बाहिर खेल्दै छिन्। हिँड्न एकदमै मन पराउँछिन् के पहिले भर्खर हिँडेकी हुन् नि त। अनि यसरी ट्याक्सी चढेर चाहिँ हामी लाग्यौँ पशुपतितिर। तिनकुनेमा थोरै जाम परेको हुँदा चाहिँ छोरी आफै उभिनी खेल्ने गर्दैछिन्। अनि यसरी रमाउँदै हामी पशुपति पुग्यौँ। पशुपतिमा पनि उसलाई हिँड्नु परेको कि आफै हिँडेर कस्तो खुसी भएर हिँड्दैछिन्। त्यसरी पशुपति पुगिसकेपछि चाहिँ उसको साथीसँग पनि हाम्रो भेट भयो। दुईजनाको चाहिँ पहिलो भेट जन्मेपछि चाहिँ अनि सँगै जन्मेका हुन् एउटै हस्पिटलमा चाहिँ नानीहरू। अनि यसरी फुल दिने र लिने कार्यक्रम भइरहेछ यहाँनिर। त्यसपछि नानीलाई पनि एउटै सेम ड्रेस लाएर ट्विन्स बनाइदिएर चाहिँ हामीले चाहिँ मन्दिर दर्शन गऱ्यौँ। मन्दिर दर्शन गरेर निस्किसकेर चाहिँ यहाँ फोटोसुट भइरहेछ। धेरै मानिसहरू चाहिँ हेर्दै हुनुहुन्थ्यो कि त्यहाँनिर ट्विन्स हो भन्दै कति खुसी भएर के नानीहरूलाई देखेर फोटो खिच्दा पनि कति हेल्प गरिदिइरहनु भएको थियो नानीहरूलाई बोलाएर है। सबैलाई धेरै धन्यवाद। अनि हामी चाहिँ फोटो भिडियो मजाले खिच्यौँ नानीहरूको है। धेरै बेरसम्म बस्यौँ कि मजाले। अनि नानीहरू खेल्दैछन् बाँदर हेर्दै खेल्दै एकदमै रमाइरहेका थिए। अनि त्यसपछि चाहिँ एकछिन खाजासाजा खायौँ र नानीहरू चाहिँ झगडा गर्दै दुईजना होइन। पहिलो बर्थडे चाहिँ जे होस् एकदमै स्मरणीय बनेको छ नानीहरूको। हिँडेको हिँडै नानी त हिँडेको हिँडै गर्ने कि एकछिन चुप लागेर नबस्ने। नानीसँग दुईजना झगडा गरेर मोबाइलको लागि है खोज्छौँ भनेर यत्रो भयो। जे पनि नानी चाहिँ खोसिहाल्छिन् के फेरि अलि नटी चाहिँ छिन्। अनि दुईजना झगडा गर्दै पहिलो बर्थडे जे होस् रमाइलो छ नानीहरूको। पछिसम्मको लागि स्मरणको लागि पनि होस् भनेर चाहिँ मैले यो चाहिँ युट्युबमा लगाएको छु। आई होप हजुरहरूलाई मनपर्छ भन्ने आशा पनि गरेको छु। त्यसपछि पशुपतिबाट फर्केर चाहिँ बेलुका सामान्य तरिकाले केक कटिङ गरेर चाहिँ नानीको बर्थडे सेलिब्रेसन गऱ्यौँ हामीले। उसको ठुलो बाबा ठुलो मामुको साथमा र आमाको साथमा चाहिँ यसरी बर्थडे चाहिँ पहिलो बर्थडे उसको मनायौँ। मैले त्यस्तो तामझाम गरेर मनाइनँ। अनि साँच्चै यहाँ चाहिँ हामीले नानीहरूको मितिनी है त आजबाट ल एकैचोटि जन्मेका हुन् एउटै हस्पिटलमा भनेर चाहिँ यहाँ टाउको ठोकाइदिँदै हुनुहुन्छ नानीको मामु र ठुलो मामु मिलेर। अनि बेलुका हामीले यो केक काट्यौँ खायौँ पियौँ रमाइलो जोस् रमाइलो गरी बित्यो। थ्याङ्क्स फर वाचिङ। यो च्यानलसम्म आइपुग्नु भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई किप वाचिङ प्लिज सब्सक्राइब।